पक्रेर राखिनुहोस् पक्रेर राखिनुहोस् मुखामै आइहाल्छ बोल्न ठिक्क ठिक्क नि हजुरआमालाई पक्रेर राख्नुहोस् भन्नुभएको उहाँ के अरे भन्दै हुन्छ म आइहाल भन्न तपाईँलाई चाहिँ कहिले पठाइदिनु भन्दै हुन्छ अरे नि त ऊ गाई काकोकामा जन्मिसक्यो अहिले मलाई सिकाउँथे अब यी जन्मिसक्यो भन्नुहुन्छ जन्मिसक्नु भयो भन्नु गाई भएर जन्मेर दुध खाँदैछौँ कलले हजुरआमा कति वर्ष पुग्नु भयो अरे अस्ति माघले 100 पुगेन आम्मामामा माघमा 100 पुगे माघ फागुन चैत वैशाख आम्मामामा 100 पुगिसक्नु भयो अनि अझै दाँत सबै छ त दाँत सबै हुन्छ सबै किराले खाइसक्यो यहाँ ओ बोलाउँदै हुन्छ उहाँ मामा यहाँ रामाजु मामाले यसो भन्छन् त आमा भनेर भने अरे कि अनि हाम्रो दिदी पुग्नु भयो त 100 वर्ष पुग्नु भयो यो माघमा भन्नु अरे भाइ ए 100 वर्ष पुग्नु भयो अनि 90 सालदेखि उतै जन्मेको म अनि यसो त हुन्छ